फर्स्ट थिङ फर्स्ट पहिला बाइक धुम हिजो काठमाडौँबाट आएको बिजोग भए बाइक ला 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 ल साथीहरू म चाहिँ निस्केँ है म त निस्केँ यसो आज घुम्दिउँ भनेर मुड फ्रेस बनाउनलाई देयर आर hundreds of problems tensions going on my mind but the only relief I can feel now is my bike and the ride and the lap of the Sarangkotko डाँडा so तपाईहरुले बुझिसक्नुभयो होला म कहाँ जाँदैछु हैन तेरी मैले कति राम्रो कुरा भने जस्तो लाग्यो के भएछ रिपेयर खोजेछ क्या क्यामेराले नि मेमोरी कार्ड चेक भन्दै आइरा फाइल त एक्सटेन्ड के भन्छ त्यसलाई फाइल त ओभर साइज भयो जस्तो लागेन मलाई ठिकै छ जस्तो लाग के भएछ कहिले काहीँ बतुराउँछ त्यही त हो मान्छे नि बिरामी हुन्छ likewise these all things are machines भने झन् युज भइरहनु भएपछि जति युज भयो त्यति बिग्रिँदै जाने चिज त हो हु केयर्स टडा अब यहाँबाट चाहिँ 1 किलोमिटर छ सारङकोट and as you can see the roads are very good I mean pitched good भन्दा नि अब पहाडतिरको बाटो what can you expect but these roads are pitched from very first at the very beginning of the road constructions tourist side and the यहाँ फेरि अफ रोड गएर माथि गएर यस्तो दामी ठाउँ भन्नेवाला टाइप भन्दा पनि यहाँ चाहिँ सहजै हिँड्न पाइयो भने दिस कनेक्ट्स टु बागलुङ दिस रोड कनेक्ट्स टु बागलुङ पुगिन्छ यहाँबाट कास्कीकोटबाट उता हुँदै गएपछि चाहिँ बागलुङ पुगिन्छ उता हेम्जाबाट जान भन्दा यहाँबाट छोटो पर्छ तर यु क्यान युज दिस एज एन अप्सनल रोड हैन किनभने अब यो बाटो यस्तै हो टर्निङ सुरुरु हिँड्न सकिन्न हेम्जाको चाहिँ फेरि चिल्लै सकास पाराको छ के बाटो अप्सनलको लागि अब कहिलेकाहीँ उता रोड कन्स्ट्रक्सन केही भएको छ यता भने यो चाहिँ अप्सनल रोडको लागि चाहिँ बेस्ट हो तर दिस रोड इज अफनली युज्ड फर local tourist and locally staying peoples लोकल्सहरुको लागि हो यो यहीँको बासिन्दाहरुको लागि यत्रो गाडी त आयो युभेन्टस हामी चाहिँ सारङकोटको नयाँ डेकोरेसन ठाउँमा जाँदैछौँ यहाँ बुम्बुले आयो भनिसक्यो गाह्रो हुँदैछ नहिँड्ने बानी भएर धेरै ट्रेकिङ जाने भनेको यहाँ 10 मिनट हिँड्न नसकेला जस्तो कसरी हिँड्ने होला यता पछाडि चाहिँ गणेश भगवान् हुनुहुन्छ हाम्रो यति हेर्न आएको उहाँबाट उदासीश्वर महादेव गणेश भगवान् देखाइन्छ बाइक चाहिँ
टुरिज्म एरिया बनाएछन् कि राम्रो छ तर यहाँ अहिले चाहिँ वाउ यहाँ त दामी देख्दो रहेछ त पोखरा त म त कस्तो याद नभएको दिस इज फुल अफ पोखरा सिटी लेक साइड यो चाहिँ यहाँ नयाँ बन्दै गरेको अपार्टमेन्ट हो यो वाला चाहिँ कसैलाई बुकिङ चाहिन्छ भने चाहिँ सम्पर्क गर्दै गर्नु है धनीमानी मान्छेहरू यो देखेको यो सेतो सेतो टाउको जति सबै पोखरै हो तर धेरै राम्रो ठाउँ बनाइरहेको छ नि अहिले गणेश भगवान इज वाचिङ मी वाचिङ मात्र होइन गणेश भगवानको कृपा दृष्टि पनि परिसक्यो म आउनै पर्ने थियो आइयो ओहो यहाँ त छनी बाटो त रहेछ तर कताबाट रहेछ त नि यहाँबाट त नरहेछ है उता कहाँबाट हो त नि उता माथिबाट होला ए एक राउन्ड रहेछ नि त गणेश भगवानको एक चक्कर लाउने ठाउँ अब चाहिँ फर्क्यौँ हामी सारङकोटबाट के भन्छ त्यसलाई भ्यू टावर चाहिँ 30 रुपिसको कस्टमा चढ्न मिल्दो रहेछ बट म चाहिँ चढिनँ भ्यू टावर भन्दा दामी दामी ठाउँबाट भ्यू देखिन्छ यहाँ सो द्याट इज नट मच अफ इम्पोर्टेन्ट अब यहाँबाट सिडीबाट झर्दैछौँ हामी बाइक चाहिँ माथि पनि आउँदैछ आउनु चाहिँ तर हामीलाई थाहा भएन सो हामी चाहिँ भरेबाट आयौँ केही भएन अलिअलि हिँड्नु पनि पर्छ अरू भने यस्तै हो तर यहाँको जुन इन्भाइरोमेन्ट छ द्याट इज पर्फेक्ट अब आइरहन्छ भिडियोहरू हेर्दै जाऊँ के मनपर्छ के मन पर्दैन आइएम नट पर्फेक्ट इन एभ्रिथिङ हैन कति कुराहरू मिलाउनै पर्ने छ कति कुरा सिक्नु पर्ने छ फल्टहरू मिस्टेक्सहरू यहाँ यो यस्तो हुनुपर्छ भनेर यसो एक दुईजनाले कमेन्ट पनि हानिदिनु होला त्यही अनुसार इम्प्रोभाइज गरौँ ल अहिलेलाई चाहिँ बाई बाई चाहिँ फर्किए म त चिसो हुन थाल्यो यस्तरी गाडी आउँछ हरन देशी त जति मन लाग्दो कुरा नि हुन्छ भन्ने सोच्छ क्या चोरहरू